तपाईलाई याद दिलाउन चाहन्छु केही वर्ष पहिला प्रधानमन्त्री केपी ओली हैन तपाईको प्रचण्ड भने दलितको नायक हो भन्ने मान्छे आलेख होला उहाँकै कारणले दलित मुक्ति भयो भनेर भन्नेहरूलाई म जानकारी के गराउन चाहन्छु। उहाँले एउटा मुसर समुदायको बच्चालाई म फ्रीमा पढाउँछु भनेर भनेको मान्छे अहिले त्यो बच्चा चाहिँ कुन अवस्थामा छ, त्यसको हालत के छ, कहिले कोही दलित समुदायका जो उहाँको पार्टीका जो चाहिँ संगठनमा हुनुहुन्छ कहिले गएर बुझ्नु भएको छ, कहिले हेर्नु भएको छ? हामी देखेका छौँ, हामी भोगिरहेका छौँ हैन। ती धेरै कुराहरू छन् हैन। तर अब यो कानुन सीमित छ, कानुन त छ तर कार्यान्वयन छैन के। हामी मान्छे नै हैनौँ जस्तो लाग्छ कहिले कहिले। एउटा पढे लेखेको वेल एजुकेटेड मान्छे छ, म्याथ र साइन्सको वेल टिचर छ के, त्यसलाई चाहिँ गएर यादवले चाहिँ यो चमारो भने घरबाट राति 12 बजे निकालिदिएको छ। त्यसको विषयमा कोही मान्छे बोल्दैन हैन। कुनै हाम्रो दलित समुदायका साथीहरू बोल्दैनन्। किन? यो हाम्रो अन्तर्विरोध, हामी आफैमा म भन्दा जान्ने कोही छैन भनेर एउटा अन्तर्विरोध त्यागौँ, यो त्याग्न जरुरी छ। त्यो सँगसँगै चाहिँ सानो सानो कुरामा म यो सबैको जरो भनेको अघि एउटा बहिनीले भन्दै थियो जातीय विभेद, हिंसा, बलात्कार आदिको ज्वरो भनेको यो हिन्दू धर्मको बड व्यवस्था हो। यसलाई तपाईँ हामीले त्याग्ने कि नत्याग्ने? अब कसरी त्याग्नु भन्थ्यो तपाईँ? हामी सच्चा मनले भनौँ कि म हिन्दू धर्म मान्दैन, को तयार हुनुहुन्छ? म तयार छु। मान्नुहुन्छ? धेरै साथीहरू मान्नुहुन्न। किनभने यो यही कमजोरी, यसले हिन्दू धर्म पनि मान्ने र दलितको नाममा अवसर पनि लिने। केही साथीले भन्दै थियो हुनुहुन्थ्यो केही दिन पहिला एउटा आन्दोलनमा, हामी त जबरजस्ती कोटा मात्र खान आएका हौ, तर हामी दलितै हैनौँ। दलित को हो त भनेको त चमारको मुसरहरू मात्रै, यिनीहरू चाहिँ सधैँभरि हेर्नुपर्छ भनेर भन्दै एउटा ठुलै मान्छे, पूर्व मन्त्री थिए। अब त्यस्तो मान्छेलाई तपाईँ हामीले चिन्ने कि नचिन्ने के? हामी चिनिसकेका छौँ, तराई मधेसका चमार मुसरहरू चिनिसकेका छौँ। त्यस्ता मान्छेहरूलाई काठमाडौँका दलित समुदायका साथीहरू पनि सधैँभरि म हेर्छु घुमाइ फिराइ त्यसैलाई चाहिँ महत्त्व दिने, घुमाइ फिराइ त्यसैलाई चाहिँ उ गर्ने हैन। के तिनीहरू भन्दा फरक छैन र नयाँ मान्छे कहिले उत्पादन गर्ने के साथीहरू हामी हैन। त्यसकारणले चाहिँ यी कुराहरू हामी सुधारौँ। सबल पक्षहरू पनि छन्, तर त्यो सँगसँगै चाहिँ अब गर्ने के त के, अब यो गोलमेच हामी त गऱ्यौँ, धेरै मेहनतका साथ गर्नुभएको छ। हामी पनि त्यसमा सुरुदेखि नै लागेका छौँ कि दाजुहरू जसै भए पनि डाक्टर साहब यही हुनुहुन्छ, यो आन्दोलन, यो गोलमेच सम्मेलनमा चाहे तराई मधेसको होस् चाहे हिमाल पारीको होस्, सबै दलितहरूको सहभागिता हुनुपर्छ र यो स्वतन्त्र रूपमा हुनुपर्छ। कुनै दलको गएर चाहिँ हामी भोलि पुच्छर नबन्ने के। जब हामी पुच्छर बन्छौँ तब हामी के हुँदैन। म फेरि पनि भन्छु, अरू घटनाको केसमा जसपाका साथीहरू गएर अपराधीलाई छोडाउनको लागि सिडिओलाई थर्काएको तपाईँहरूसँग कतिजना भिडियो हो, तर म चाहिँ भिडियो गरेको मैले देखेको छु। त्यस्तै माओवादीका साथीहरू हुनुहुन्छ, माओवादीका नेताले, बाहुन नेताले चाहिँ दलितमाथि अत्याचार गर्छ, तर माओवादीका दलित समुदायका दलित श्रीपाली सर आउनु भएको छ कि थाहा छैन, उहाँहरू एक शब्द बोल्नुहुन्न। किन? त्यही नेहान रौनियारको घटना हुँदाखेरि चमार समुदायहरूले यहाँ काठमाडौँमा आन्दोलन गर्दाखेरि त्यही दलित मुक्ति संगठनका साथीहरू दलित समुदाय किन चाहिँ जसको नेतृत्व, त्यसको चाहिँ चमार समुदायको नेतृत्व किन स्वीकार्नु भएन? चमार दलित होइन र तपाईँहरूभन्दा बेसी दलित भोगेको, विभेद भोगेको चमार समुदाय मुसरहरू लोमो, तिनीहरूको नेतृत्व तपाईँहरू स्वीकार्ने कि नस्वीकार्ने के हैन? उहाँहरू चाहिँ दलको अब एकछिनपछि हामी दलित समुदायको दलित मुक्तिको बैठक हुँदाखेरि उहाँहरूले के भन्नु भने पार्टीको आदेश बमोजिम मात्रै हामी जाने। अरे बाबा, तिमीहरू कमसेकम पार्टीको स्वार्थ